नमस्ते। फिफा विश्वकप 2026 नेपालमा कसरी हेर्ने पूर्ण जानकारी एकै ठाउँमा। फिफा विश्वकप 2026 का सम्पूर्ण 104 खेलहरू नेपालमा हिमालय स्पोर्ट्स एचडीमा हेर्न सकिन्छ। हिमालय स्पोर्ट्स यी मुख्य सेवा प्रदायकहरूमा उपलब्ध छ। डिश होम, नेट टिभी, क्लियर टिभी, भाया टिभी, क्यारो टिभी, मैक्स टिभी, एनटी टिभी, स्काई टिभी, मेरो टिभी र डियोन टिभी लगायतका मुख्य एमएसओ र तीसँग आबद्ध केवल अपरेटरहरूमा। हिमालय स्पोर्ट्स एचडीमा फिफा विश्वकप हेर्न तपाईको टिभी सब्सक्रिप्सन एक्टिभ हुनुपर्छ। सब्सक्रिप्सन निष्क्रिय भएमा फिफा प्याकेज मात्र किनेर सेवा सञ्चालन हुँदैन। हिमालय स्पोर्ट्स एचडी च्यानल खोल्दा देखिने क्यूआर कोड स्क्यान गर्नुहोस् वा स्क्रिनमा देखिने बाई प्याकेज अप्सन प्रयोग गरेर फिफा विश्वकप टिभी प्याकेज खरिद गर्नुहोस्। तपाईले टिभीको बिल जसरी तिर्नुहुन्छ त्यसैगरी ई सेवा वा खल्ती एपमा गएर आफ्नो टिभी सेवा प्रदायक छनौट गरी फिफा विश्वकप टिभी प्याकेज खरिद गर्न सक्नुहुन्छ। फिफा विश्वकप टिभी प्याकेजको मूल्य रुपैयाँ 979 हो। यो मूल्यमा सबै कर समावेश छ। रुपैयाँ 979 मा फिफा विश्वकप 2026 का सम्पूर्ण 104 खेलहरू हेर्न पाइन्छ। एउटा खेललाई करिब 9 रुपैयाँ मात्र। आफ्नो डिजिटल टिभीको च्यानल लिस्टमा गएर स्पोर्ट्स श्रेणीभित्र रहेको हिमालय स्पोर्ट्स एचडी च्यानल खोल्नुहोस्। टिभीमा फिफा विश्वकप प्याकेज खरिद वा सेवा सञ्चालनमा समस्या आएमा आफ्नो टिभी सेवा प्रदायक वा हाम्रो टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस्। फिफाले नेपालका लागि एक्सक्लुसिभ प्रसारण अधिकार हिमालय स्पोर्ट्सलाई दिएको हुँदा नेपालभित्र अन्य नेपाली वा विदेशी च्यानलबाट फिफा विश्वकप हेर्न पाइँदैन। दोहोरो भुक्तानी भए पैसा अवश्य फिर्ता पाइन्छ। तपाईले जुन वालेट वा अनलाइन पेमेन्ट गेटवेबाट भुक्तानी गर्नुभएको हो सोही कम्पनीलाई रिफन्ड क्लेम गर्नुपर्छ। मोबाइलमा मात्र हेर्न कर सहित 549 रुपैयाँ तिर्नुपर्छ। मोबाइल र ल्यापटप दुवैमा हेर्न मिल्ने सिजन पास भने 979 रुपैयाँ पर्छ। टेलिभिजनमा फिफा विश्वकप हेर्न सेटअप बक्स जडान गर्नु अनिवार्य छ। कुनै पनि टिभी सेवा प्रदायकसँग सम्पर्क गरेर सेटअप बक्स जडान गरी हिमालय टिभीको ग्राहक बन्न सकिन्छ। अहिलेका लागि टिभी र मोबाइल एउटै पासमा मिल्दैन, तर मोबाइल र ल्यापटप भने एउटै सिजन पासले एकैपटक हेर्न सकिन्छ। 979 मा यो पास डिगो एप, ई सेवा वा खल्तीबाट किन्न सकिन्छ। मोबाइल र ल्यापटप दुवैमा एउटै पासले हेर्न मिल्छ। 979 रुपैयाँ तिरेर सिजन पास किन्नुहोस्। डिगो एप, ई सेवा वा खल्ती जस्ता मोबाइल एपबाट सजिलै खरिद गर्न सकिन्छ। तपाईको टिभीको च्यानल लिस्टमा हिमालय स्पोर्ट्स नदेखिए आफ्नो सेवा प्रदायकसँग तुरुन्तै सम्पर्क गर्नुहोस्। च्यानल खुलिसकेको छ भने त्यहीको पेमेन्ट अप्सनबाट फिफा प्याकेज किन्नुहोस्। त्यसपछि प्रसारण सुरु हुन्छ। पहिले आफ्नो इन्टरनेट सेवा प्रदायकसँगै कुरा गर्नुहोस्। उनीहरूले टिभी प्याकेज पनि उपलब्ध गराउन सक्छन्। कुनै पनि टिभी सेवा प्रदायकबाट सेटअप बक्स जडान गरेर हिमालय टिभीको ग्राहक बन्न सकिन्छ। हिमालय टेलिभिजनसँग 2 च्यानल छन्, हिमालय टिभी र हिमालय स्पोर्ट्स। हिमालय टिभी सधैँ निशुल्क छ, तर हिमालय स्पोर्ट्स भने पे च्यानल हो। यो हेर्न ग्राहक बन्नुपर्छ। मासिक केवल शुल्कमा निश्चित फ्री टु एयर च्यानल मात्र समावेश हुन्छन्। ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता प्रसारण गर्ने च्यानलहरू संसारभर नै अतिरिक्त शुल्क लिएर मात्र देखाइन्छन्। नेपालको फिफा प्रसारण अधिकारका लागि एक्सप्रो मिडियाले झण्डै 36 करोड रुपैयाँ तिरेको छ। अन्य खर्च जोड्दा कुल लागत झण्डै 50 करोड पुग्छ। विज्ञापनबाट मात्र यो उठ्न नसक्ने भएकाले पे पर भ्यू मोडल अपनाइएको हो। 104 खेलका लागि 979 रुपैयाँ प्रति खेल, करिब 9 रुपैयाँ मात्र। मोबाइलमा भने 549 रुपैयाँ प्रति खेल, झण्डै 4 रुपैयाँ। फिफा विश्वकपको कस्टमर सपोर्ट नम्बर 0159700067। डिगो एपको ग्राहक सेवा नम्बर 9707066588। फिफा विश्वकप